टसिदेलेक नमस्कार तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिडु सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परम पावन ज्यूद्वारा नोबेल शान्ति पुरस्कार विजेताहरूलाई बधाई व्यक्त। परम पावन ज्यूद्वारा मन र जीवन संस्थाका सदस्यहरूसँग अन्तर्क्रिया। सिक्योङले जर्मनी र बेल्जियममा केन्द्रीय प्रशासन प्रतिनिधिमण्डलको नेतृत्व। केन्द्रीय तिब्बती प्रशासनद्वारा भारतको पूर्व रक्षा मन्त्रीको निधनमा शोक व्यक्त। कल्याण थलम डोर्माद्वारा एईटीको 40औं स्थापना वार्षिक उत्सवमा सहभागिता। अब समाचार विस्तारमा। गत हप्ता शनिबार परम पावन ज्यूद्वारा यस वर्षको नोबेल शान्ति पुरस्कार विजेताहरूलाई बधाई दिनुभयो। आफ्नो बधाई पत्रमा परम पावन ज्यूले नोबेल समितिले मानव अधिकारको संरक्षणमा योगदानको कदर गर्दै शान्ति, स्वतन्त्रता र लोकतन्त्रका आधारभूत मानवीय मूल्यहरूको प्रावधानमा नागरिक समाजको महत्त्वमा स्पष्ट पारेको उल्लेख गर्नुभएको छ। सन् 2022 को शान्ति पुरस्कार बेलारुसका मानवाधिकार अधिवक्ता एलेस बाइलेस्कीलाई प्रदान गरिएको छ। परम पावन ज्यूले यस हप्ता बुधबारदेखि माइन्ड एन्ड लाइफ इन्स्टिच्युटका सदस्यहरूसँग 2 दिनसम्म वार्तालाप गर्नुभयो। परम पावन ज्यूले न्यानो हृदय र करुणा नै मनको आन्तरिक शान्ति, आन्तरिक शक्ति र आत्मविश्वासको स्रोत हो भन्नुभयो। परम पावन ज्यूको निवासमा लगभग 180 जना मानिसहरूले सामेल गर्नुभएको थियो, जहाँ 101 जना माइन्ड एन्ड लाइफ इन्स्टिच्युटका सदस्य थिए र अन्य तिब्बती भिक्षु र भिक्षुणीहरू थिए जसले एमोरी विश्वविद्यालयको विज्ञान कार्यक्रमहरूमा भाग लिएका थिए। साथै मेन्जिखाङका विद्यार्थीहरू र दक्षिण भारतका गुम्बाहरूबाट लामा र मुखियाहरू उपस्थित हुनुभएको थियो। यस हप्ता सिचोङ पेम्बा छिरिङले जर्मनी र बेल्जियमको प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभयो। प्रतिनिधि मण्डलले संसदका सदस्य, सरकारी अधिकारी र तिब्बत समर्थन समूहका सदस्यहरूसँग भेटघाट गर्नुभएको छ। सिचोङ पेम्बा छिरिङद्वारा जर्मन राजाको हेसेनको पहिलो आधिकारिक भ्रमणको सम्मानमा र हेसेन संसदको संसदीय कार्यवाहीको साक्षी हुन आमन्त्रित गरिएको थियो, जहाँ हेसेनको राष्ट्रपतिको उपस्थितिमा सभामुखले सिचोङको उपस्थितिलाई स्वीकार र स्वागत गरेका थिए। प्रतिनिधि मण्डलले फ्र्याङ्कफर्ट सिटी काउन्सिल र टिबेटस डचल्यान्डको भ्रमण गरेको थियो, जहाँ सिचोङ पेम्बा छिरिङले तिब्बत समृद्धि संस्कृति, समृद्ध भविष्य विषयवस्तुमा भाषण दिएका थिए। प्रतिनिधि मण्डलले गोएथे जिम्नेसियम स्कुलका विद्यार्थीहरूसँग पनि अन्तर्क्रिया गरेका थिए। बर्लिनमा प्रतिनिधि मण्डलले जर्मन सङ्घीय संसदको संसदीय समूहका लागि मानवाधिकार र मानवीय सहायताका प्रवक्ता पिटर हेडेट र एसिया र चीनमा केन्द्रित परराष्ट्र सम्बन्धी समितिका सदस्य र तिब्बतका लागि जर्मन संसदीय समूहको सह-अध्यक्ष फ्र्याङ्क मुलर रोसेनफ्रिडसँग भेट गरेको थियो। निर्वाचित तिब्बती संसदका सभामुख खिम्बो सोनाम तेम्पे र सुरक्षा विभागका कार्यवाहक सिचोङ कल्याण गेरी डोमाले सोमबार निधन भएका भारतको पूर्व रक्षा मन्त्री श्री मुलायम सिंह यादवको लामो रोगको कारण निधन भएकोमा शोक प्रकट गरेको छ। उहाँको छोरा श्री अखिलेश यादवले लेखेको पत्रमा सभामुख र कार्यवाहक सिचोङले तिब्बतको पक्षमा समर्थन गरेको र भारतीय संसदमा तिब्बतको वकालत गरेकोमा स्वर्गीय श्री मुलायम सिंह यादवप्रति कृतज्ञता व्यक्त गरेको छ। गत शनिबार फ्रान्सको पेरिसमा कसुर जेजुन पेमा कसुर टेम्बा छिरिङ र टिसिबीका अध्यक्ष सोनाम सिचोका साथ 40औं स्थापना दिवस समारोहमा शिक्षा विभागका कल्याण चङ्ग्राथलम डोर्माले विशेष अतिथिको रूपमा सहभागी भएको छ। एईटी सबैभन्दा ठुलो र पुरानो फ्रान्सेली सङ्घ हो जसले भारत, नेपाल र भुटानमा भएका तिब्बती बस्तीहरूमा धेरै विकासका कार्यक्रमहरूलाई आर्थिक सहयोग गर्दै आएको छ। कल्याण थलम डोर्माले फ्रान्स र बेल्जियममा रहेका तिब्बती सप्ताहन्त विद्यालयहरूको पनि भ्रमण गरेर बालबालिकाले तिब्बती भाषा र संस्कृति शिक्षा प्राप्त गरेकोमा अभिभावक र शिक्षकहरूको प्रशंसा गर्नुभयो। हस्त यसैको साथ आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसिदेले नमस्ते।